नरेनु आउँदैछ यहाँ पक्का यहाँ त थुङ्के आइपुगेर यता दाइ नुहाइसक्नुभयो थुङ्के आएर नुहाइयो सो गाइज हामी चाहिँ टक्कसँग यो टप थुम्की आइसकेको छौँ भने देखाउन सक्नुहुन्छ यताको सिनरी। यता सिङ्गर हाम्रो साथी चाहिँ सिङ्गर छ यता जान्छ डान्सर डान्स गरिदिनु न ओ टिटी फेरि फेरि खतरा गाउँछ हामी चाहिँ कति घन्टा हिँड्यो भन त साथी। हाम्रो यो अधिराज भाइ चाहिँ चेस्ट यताबाट छ खाने त हो हामी चाहिँ अब उकालो बाटो लिइसक्यौँ गाइज हामी चाहिँ टक्कसँग देख्न सक्नुहुन्छ टक 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 ओहो माथि पुगिसक्यो केटाहरू चाहिँ वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आज चाहिँ हामी टक्कसँग हाइकिङ हिँडिसकेका छौँ साथीहरूसँग। उता हाम्रो चाहिँ फेरि 3जना साथीहरू मात्रै रहेको छ, अरू चाहिँ सबै आफ्नो काममा व्यस्त होइन त। हामी चाहिँ यसो फ्री टाइम निकालेर चलिदिएको गाइज। यता चाहिँ फेरि एकदम चिसो हुने रहेछ, चिसो मौसम जानुपर्ने डाँडामाथि। आज चाहिँ हामी एकदम नाच्नेछौँ, गाउनेछौँ, रमाइलो गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला अनि 1 सब्सक्राइब बाँध्नु होला गाइज, 1 सब्सक्राइब होइन त। सब्सक्राइब लाइक कमेन्ट हजुर अनि फुल भिडियो चाहिँ हेर्न नबिर्स्नु है गाइजहरू फेरि फुल भिडियो। अनि हामीलाई चाहिँ पछाउँदै आउँदै र उसले चल्छ दिने ल अब यार ऊ खाइ त हाल्नु ओहो अधिराज जस्तै छ अनुहार पनि मेरो त ठ्याक्कै उसको र उसको चाहिँ अनुहार ठ्याक्कै मिल्छ हेर त। अब भाइ चाउचाउबाट स्टार्ट भएको छ होइन त सोल्टी। अनि एउटा चाहिँ पर गर्लफ्रेन्डलाई कल गर्नु लागिसकेको छ गाइज, भुइँमा फोन टक्क राखेर होइन केटो गरि पनि सकेको छ होइन त। कस्तो लाग्दैछ त आज चाहिँ हामी एकदम रमाइलो गर्नेछौँ होइन त सोल्टी। रमाइलो गर्न चाहिँ तपाईँ यस एकचोटि नाचिदिनु न, नाचिदिनु नि त एकचोटि, नाचिदिनु त। ओहो 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 टक्क हामी चाहिँ गाइज लागिसकेको छ घुम्नु। हामी जानुपर्ने गन्तव्य डाँडा चाहिँ ऊ त्यो माथिको उसले बादलले छोपेको डाँडा हो होइन त सोल्टी। फेरि यस्तो बब्बाल छ बाटो पनि, यस्तो बब्बाल छ फेरि सोल्टी पनि यता बब्बाल हुनुहुन्छ फेरि। हामी त्यस्तो खतरा बब्बाल छ होइन त। दाइ तल छ। लेट्स गो गाइज। आज हामी चाहिँ रमाइलो गर्नेछौँ, घमाइलो गर्नेछौँ, फोकट बिना पैसामा। तपाईँहरूलाई भिडियो मार्फत देखाउँछु, तपाईँलाई फुल भिडियो हेरिदिनु पर्यो। हजुर अनि लाइक सब्सक्राइब गर्नु पर्यो गाइज। यहाँ चाहिँ निकै खतरनाक हाम्रो चाहिँ यात्रा निस्किरहेको छौँ, खाजासाजा खाएर टक्कसँग होइन त। हो एकदम टक्कसँग होइन रे ए के गर्नुहुन्छ सोल्टी छिटो गर्दा पनि कस्तो त्यस्तै होइन होला यत्रो साह्रो त। हाम्रो केटाहरू चाहिँ खतरा नाटक गर्छ गाइज। हाम्रो पुग्ने गन्तव्यतिर चाहिँ यस्तो फेरि पानी पर्ला पर्ला जस्तो आज रातभरि पनि परेको दिनभरि पनि परेको, तर हामीलाई बाले छैन होइन। गएकै छ गाइज, हामी गएकै छ सबैभन्दा टपमै गएकै। हामी यस्तै पानी पनि नाटो हिँड्यो कि गाइज, चल्दिएकै निकै सुखको कुरा आइसकेको छ। यस्तो दिन खोलेर होइन पानी पनि चक्कर आइसक्यो। हाम्रो केटाहरू कट्टुको तुना निकालेर झन्डै झुन्डै मरेको नि अधिराज त। अनि होइन रुइदेऊ त एकचोटि अधिराज नारु हो तिमी हालेको भन्छ नि फेरि यार। चाहिँ गाइस हामी चाहिँ हिँडिसकेका छौँ, हाम्रो गन्तव्य चाहिँ त्यो माथिको डाँडासम्म छ है, त्यो माथि देखिरहनु भएको छ डाँडासम्म हामी हिँडिसकेका छौँ। हामी गएको ठाउँको नाम चाहिँ टिओपी टप बिस्कुट थुम्की भन्छ गाइस। धरानको यस्तो बवाल छ भन्दै हुनुहुन्थ्यो होइन, कस्तो छ तोप थुक्का टप भनिदिन्छु, कस्तो खतरा छ है गाइस। भिडियो लान्छ हेर्नु होला होइन। यस्तो पसिना आइसक्यो अनि हाम्रो साथीहरूको पनि यस्तो पसिना आइसक्यो। यता साथी चाहिँ केटोको चाहिँ झोला हलाउँछ नि एकपट्टि खस्राक गर्दै बोल्दैछ। हामीको चाहिँ फेरि 20 केजी छ कि
यसो खाजाहरू साजाहरू लानु पऱ्यो नि त होइन बिसमा -0 गर्नुपर्छ त्यति चाहिँ केजी छ -0 20 नै हुन्छ नि होइन त छोरी यस्तो छ पसिना मेस आइसक्यो केटोको चाहिँ आएको छैन हामी पुग्नुपर्ने गन्तव्य चाहिँ धेरै टाढो छ गाइज अझै 2 घन्टा हिँड्नुपर्ने छ पैदल यात्रा अहिले नै गलिसक्यो होइन तर हामी जति गले पनि छोड्नेवाला छैनौँ हिँडेकै गर्नेछौँ यात्रालाई माथि त्यो ठाउँमा पुगेरै छाने हो यस्तो यासिनहरू अहिले त कस्तो दिन हुँदै थियो अहिले त रमाइलो दिन छ हौ चिसो हावा छ फेरि यहाँबाट एउटा बाटो रहेछ त रहेछ एउटा बाटो तिमी चढ्ने यस्तो छ यतातिर चाहिँ गाइज माथि टक्क माथि पुगेर देखाउने छौँ है तपाईँलाई चाहिँ लास्टै थाक्यो कि यहाँको चाहिँ फेरि चिसो पानी चाहिँ फ्रेस पानी अनि हेलो गाइज हेलो फ्रेंड मैं जानता हूँ कि हम बोले गर्मी लाग्ता है चिसो एकदम फेरि मोटा यस्तो भइसक्यो गाइज यस्तो कत्रो ठुलो तिम्रो त त्यही त त्यो पेटकै पेट देखाइदेऊ न त त्यहाँ क्या है यसले पनि सब्सक्राइब गरिदिनु भन्दै छ त हौ कुवा गर्दै यो अधिराजको त बुद्धि छैन हौ हेर त अधिराज भाइ तर म भन्दा चाहिँ फेरि 5 वर्षले जेठो त्यही पनि मेरो भाइ जस्तो लाग्छ र कान्छा भाइ जस्तो भन्छ होइन सोल्टी हाम्रो चाहिँ यता चिसो खाजा खाइँदैछ भोक लाग्यो नि त गाइज ग्याङ वाट्सअप ग्याङ चाउचाउ खाइँदैछ गाइज एकदम भोक लागिसकेको छ पानी यता ब्लुटुथ हाम्रो छाता यता हाम्रो साथी अनि यता हामी 3 जना ल गाइज यहाँबाट जस्तो चिसो आउँदो रहेछ हावा सरर मस्त गाउँ जस्तै फिल भइरहेको छ गाइज अहिले त हामी धेरै भएको छौँ होइन त अब चाहिँ धेरै जानु भएको छ यता साथीहरू आइसक्नु भएको छ यस्तै छ है गाइज यस्तै छ गाइज धरान र केराबारीको मान्छे फेरि केटोले चाहिँ त अब फेरि एकदम केटोले चाहिँ फेरि खतरा बनाउँदैछ है रिल्सको लागि होइन त छोरीको हात देऊ काटेर मेरो गर्लफ्रेन्ड हरायो अस्मिता तिमी कहाँ छौ छक्का जस्तै नबोल न यार अस्मिता तिमी कहाँ छौ यता ओ भैया अरे सैया यता चाहिँ गाइज यस्तो दिन छ आम्मा लेक जस्तै भइरहेको छ यता गाइज हाम्रो गन्तव्य चाहिँ आइपुग्नुभन्दा अझै कति अब 30 मिनटमा पुगिन्छ ठ्याक्कै गाइज गलेको छैन हिँडेको मात्रै छ फेरि यता अधिराज चाहिँ फेरि टक यता साथीहरू आउँदै हुनुहुन्छ गटर ए हो टक हो केटाले फेरि तिमी त मोडल हो कि अब त्यो के भन्छ छोरी मिस नेपाल त्यस्तै खतरा गर्दैछ यो साथीले चाहिँ यो चाहिँ फेरि मेरो भाइ हो हेर्दा पनि हो सोल्टी मेरो भाइ हो नि त भाइ जस्तो देख्छ कि भाइ जस्तो देख्छ अनि म चाहिँ जम्प गर्नु गएको छु एक खत्रुक त्यस्तो छ है ढुस्सी घरि ढुस्सी हुन्छ घरि पानी पर्छ घरि घाम लाग्छ सोल्टीको चाहिँ यहाँ फेरि गर्लफ्रेन्ड कहाँ हरायो कसले उडायो अधिराजले उडायो जस्तो लाग्दैछ मलाई यता हेर त मलाई थकित अवस्थामा देखेको थकित छ मलाई थकित अवस्थामा देखेको छ त छ ए शङ्का छ गाइज ल गाइज हाम्रो चाहिँ यस्तो यो नेपालको झन्डा भएकोमा यो ठाउँको नाम चाहिँ थाहा छैन हामी चाहिँ आइसकेको छौँ यस्तो यो वाह सिन भएकोमा वाह क्या सिन हे एकदम थकित फेरि गिटारको चाहिँ खतरा ज्यान छ तर पनि झोला मैले बोकिरहन्छु सुरुदेखि बोक्नु भनेको अलिक केटाले नमानेर मेरो माया लाग्यो अरे कि त्यही भएर ओहो यस्तोमा पढ्नु भए पनि रमाइलो हुन्छ होला नि श्री जनक कल्याण माध्यमिक विद्यालय रहेछ होइन यो भाइ चाहिँ 8 क्लासमा भर्खर पढ्दैछ गाइज अनि यता सोल्टी भर्खर 12 क्लासमा अनि म चाहिँ 11मा 13मा होला हौ तिमी त अब हामी चाहिँ चट्ट जाने चाहिँ यता हो गाइज बाटो यता त होला नि होइन
ओहो यताबाट चाहिँ एकदम फेरि कुहिराउँदैछ गाइज केरा आउँदैछ परबाट यता चाहिँ कुहिरो आउँदैछ यो बिसौले हामी जाने यता हो भन्दा पे गाइज गाइज वेलकम टु हाम्रो चाहिँ गाइज धेरै बेर पछिको सङ्घर्षले गर्दा पुगेको छौँ गेटतिर गाइज देख्न सक्नुहुन्छ यहाँदेखि चाहिँ हामी टक 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 उभो हिँड्दै आएको छौँ झन्डै ठ्याक्कै 11 साढे भन्दैन हुन्छ है कति बजीदेखि हिँडेको हामी साथी हो यो त धरानदेखि 6 बजी हिँडेको ठ्याक्कै हो फेरि यो त कस्तो के दिन चाहिँ आज नि ढुसी सिरियानु लाउने हो फोटो फोटो न यहाँ अठाइदिनु त फोटो खिच त ल गाइज आइसकेको छ सिक्स प्याक ल्याउन पहिला यो दाइ सिक्स प्याक अम्बो अम्बो लौन हामी चाहिँ कति घन्टा हिँड्यो भन त साथी 6 घन्टा हिँड्दैछु हाम्रो यो अधिराज भाइ चाहिँ एकदम थकित छ अनि हामी चाहिँ यी नासपाती भन्दै थियो नि नासपाती यहीँ छ गाइज उकालो देखाउनेछौँ देखाइदेऊ हामी चाहिँ अब उकालो बाटो हिँडिसक्यो गाइज हामी चाहिँ टक्कसँग देख्न सक्नुहुन्छ टक 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 ओहो माथि पुगिसक्यो केटाहरू चाहिँ गेटबाट छिरिसकेको छौँ गाइज माथि पुगेर देखाउने छौँ गाइज रोमाञ्चक भ्यू त नभनौँ यस्तो छ ढुसी यस्तो ढुसीमा भ्यू नदेखिनु सक्छ त्यही पनि प्रयास गर्दछौँ ओहो गाइज ओहो ओहो झन्डै छैन चाहिँ कति सङ्घर्षपछि गाइज आइसकेको छौँ ओहो छ्या सेट सेट गाइज सेट सेट भइहाल्यो अघि नै तिमीलाई धेरै हुक्का नखाऊ भनेको यार हेर त अब यहाँ आमामा यत्रो गटो खै के छैन त नर्गमा आइपुग्यो यार ओहो मिठा आउँदो रहेछ कस्तो आज हावा एकदम दामी कहाँबाट स्कुलबाट आउनुभएको तपाईँहरूलाई देखेर चाहिँ यता केटो खतरा कत्रा सिन छ भनेर अब गाइड देख्नु सक्नुहुन्छ यहाँ बादल लागेर बिहान द सिन बिहान द सिन बनाउनु पर्छ होला यार तर हावा चाहिँ एकदम ओभर सक्दो रहेछ गाइड हाम्रो केटा अझै फेरि सिजर पेपर खेल्दैछ कसले जित्यो त मैले जितेँ अब चाहिँ गाइज यहाँ चाहिँ यतातिर रक्क यो यता बादल जाँदैछ गाइज गएपछि यता सिङ्गर हाम्रो साथी चाहिँ सिङ्गर छ यता जान्छ डान्सर डान्स गरिदिनु न टिटी फेरि खतरा गर्छ खतरा चाहिँ गाइज त्यस्तो त होइन होला बबल छ यहाँ कस्तो यहाँको चाहिँ गाइस झन्डा थियो भिडियोमा चाहिँ झन्डा देखिरहेको थियो अहिले चाहिँ झन्डा छैन होइन हात देख्छ यता हिँडेर छैन भयो सो गाइस हामी चाहिँ टक्कसँग यो टप थुम्की आइसकेको छौँ अनि देखाउनु सक्नुहुन्छ यताको सिनहरू देख्नु सक्नुहुन्छ अनि यस्तै रहेछ सिन चाहिँ गाइस हामी सोचेको भन्दा खत्तमै रहेछ सिन चाहिँ गाइस अनि यस्तो रुसी परिरहेको छ अब यो खोलिन्छ हामी चाहिँ यहाँ बस्नेछौँ होइन कति बस्नेछौँ हामी बस्नेछौँ खोलिन्जेलसम्म तिमीलाई देखाइदिउँ त गाइज कस्तो रे यो कस्तो दामी देखेको सिन हुँदैछ होइन तर उयो लगाइरहेको छ रे अनि त्यही भएर अलिकति उयो भइरहेछ अनि अरू धेरै आउनुभएको थियो अरू गइसक्नु भयो अब हामी चाहिँ यत्रो टाढा आइसकेपछि यसो हेरिराखेर जाउँ भनेर एकछिन हामी वेट गर्नेछौँ होइन त गाइज अब हाम्रो फाइनल भिडियो कम्प्लिट हुन्छ अघिको बियरको बोतल तानेको वाह यस ओके ल यस गाइज फेरि अर्को भिडियोमा हामी आउनेछौँ अर्को भिडियोमा होइन हामी घर पुगिजेल बनाउँछौँ बल्ल बल्लको मेहनतको साथ खुल्दै त फेरि बन्द भयो यार सोल्टी छ्या हाम्रो आज भाग्यमै नहीं है यार
कस्तो लाग्दैछ त हाम्रो सोल्टी एकदम हाइकिङ हाम्रो चाहिँ एकदम रमाइलो भइरहेको छ गाइज यता हाम्रो फेरि यता खुल्ने पर्खाइमा आज रात पर्नेवाला छ गाइज रात पर्नेवाला छ यतातिर सबै खुल्ने प्रतीक्षामा हुनुहुन्छ यो बादल चाहिँ किन आइदिएको होला यस्तो सुमधुर मौसमकोमा चक्क हामी चाहिँ यहाँ चेस्ट गर्दैछौँ गाइज चेस्ट यताबाट रहेछ खाने त आहा यस्तो छ गाइज पिरा छ दुःख छ त रमाइलो भइरहेको छ गाइज यता रेता जेम खम कस्तो हामी त दाइ 3 थाल भात खाने मान्छे भएर होइन हौ खाइँदैन नि खासै 2 थालदेखि त अगाइन्छ भिडियोमा त्यसो तप फेरि अनि 2 थालदेखि त गाइस खानै सकिँदैन अगाइहालिन्छ होइन मैले खान्छु 1 थाल 1 थाल आदि 1 थालको पनि तल तल मुनि होइन गाइस यति माथि माथिबाट भोलि लाएर टक्कसँग आज चाहिँ फेरि हाम्रो अधिराज साथीको कि एक्स आइरहँदो रहेछ अनि त्यही भएर प्रित छ प्रित एक्सलाई सम्झिँदै यहाँ तल गएर नमरे अधिराज उता नलर यहाँदेखि भिड पो छ उता त टाढो होइन होइन टाढो छ त्यसको प्रतीक्षामा पनि हाम्रो बादल नयाँ खोलेर गाइस हामी चाहिँ हाम्रो घरतर्फ लागिसकेको छौँ अनि छोडी अब लाग्यो हामी कता घर जान्छौँ यो म आउँदैन थुम्की डाँडाको यहाँ फेरि झन्डा पनि गइसकेको रहेछ होइन त अब चाहिँ हाम्रो तर्फ घरतिर लाग्ने छ उतो जस्तै भयो जुन पनि उतो जस्तै भयो सोल्टी आज त नि खत्तम जाउँ ल यो बादलले गर्दा नि यो बादलले हामीलाई दुःख दिइसकेको छ गाइज यस्तो छ बादलहरू हामी 2 घन्टा बस्दा पनि एउटै बादलले गएन अनि 3 घन्टा 2 घन्टा त्यही 3 घन्टा आउनु 6 घन्टा जानु 3 घन्टा अनि हामी चाहिँ घरतिर लाग्दैछौँ गाइज लगिसकेको छौँ हामी टक्कसँग भन्नरे डन हाम्रो चाहिँ त सुकिरहनु भएको छ के भलको नाम नरेन हैन ए गाइस हाम्रो चाहिँ आजको यात्रा यस्तै भयो अनि हामी चाहिँ आज कस्तो टाइममा आइपुग्यो गाइस सिनै देख्नु पाएन यहाँदेखि धरान टक्क देखिन्थ्यो हामीले देख्नु पाएनौँ गाइस अनि हामी चाहिँ अब दुःखद मान्दै घरतिर लागेको सकेको छौँ होइन त छोरी एकदम सँगले गाइस यस्तै छ तपाईँलाई देखाउन सकिएन प्राइस जारी छ तर गाइस प्राइस जारी छ हाम्रो अब टक टक जानु परेन ऊ फेरि खोल्दैछ त फर्क्यौ है सोल्टी खोल्दैछ फर्क्यौ फेरि यता चाहिँ खतरा बिनायो बजाउँदो रहे यहाँ चाहिँ फेरि बिनायो वाउ ओ बिनायो बज्दैछ त खरर कङ्कङ मादिन त ओहो फेरि एकदम खतरा छ सोल्टी के अरे अर्को भ्लगर आउँदैछ हाम्रो माथिबाट आउँदैछ केटो एकदम खुसीले केटोको चाहिँ होइन हामी चाहिँ अब यस्तो गर्दै घरतिर जाँदैछौँ गाइस के गर्नु यार यस्तै छ के गर्नु हाम्रो यात्रा यस्तो भयो आजको चिकित्सा बिमारी तपाईँलाई भनौँ होइन हामी चाहिँ टक 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 हिँड्ने क्रममा सर र भ्यू चाहिँ धरानको बब्बाल थियो गाइस देख्न सक्नुहुन्छ यहाँदेखि धरानको भ्यू बब्बाल थियो हामी चाहिँ कस्तो कि गाइस हामी माथि हुने बेला चाहिँ बादल पनि नखुलेर कस्तो टेन्सन लाग्यो गाइस सर्टकट बाटो यता छ गाइस देख्न सक्नुहुन्छ हाम्रो धरान चाहिँ यहाँ छ टक्कसँग टक्कसँग म त के भन्नु त अनि यहाँ छ टक्कसँग होइन गाइस ओ ओ सोल्टी ए नमस्ते हाम्रो चाहिँ फेरि यता केटालाई एउटा तर आँखाले हेर्दा चाहिँ बप्पालेको छ गाई चाहिँ हाम्रो छ हाम्रो चाहिँ तर हाम्रो चाहिँ
धरान बब्बाल छ गाइस, बब्बाल होइन। हामीले चाहिँ यहाँबाट बब्बाल चिन देखिसकेका छौँ, तपाईँहरूलाई पनि देखाइसकेका छौँ होइन त केटा हो। हाम्रो केटाहरू चाहिँ फेरि हेन्डसम बसिसकेको छ यहाँ, ब्युटिफुल छ यता चाहिँ होइन। हामी चाहिँ घरतर्फ लगाइसक्यौँ अनि जुगाले खान्छ भनेर यस्तो गरेर हिँड्दैछौँ, क्याप टोपी लगाएर एकदम खै यहाँ चाहिँ फेरि डर रहेछ एकदम। यहाँतिर बुस्ताहरू पाल्नु भएको रहेछ अनि यतातिर पर्मेले हुनुहुँदो रहेछ ग्यास, पर्मे ल्याएर सबै हुनुहुँदो रहेछ। अनि यहाँदेखि बबाल धरान देख्ने रहेछ, धरान तर खिच्दिउँ न त पर्मेलीको पनि, यता पर्मेले खिच्दिउँ न त, पर्मेले यति रहेर खिच्दिउँ न त। यहाँ फेरि यस्तो सिस्नु खुट्टामा यस्तो छ गाइज, जुगाले खान्छ भनेर टक्कसँग। अनि एउटै कुरा कतिचोटि 10 चोटि जति भन्नु, धमाधम गाइज यता चाहिँ पुरो भइरहेछ। हुन्छ हामी आइम ल कोदो रोप्नु। म त गएर जान्छु आन्टी। भाइले बिचारो सानो भाइ सोधेर रहेछ नि, म आउनु परेको हुन्छ होइन। अब्बो गाइज, अब्बो यार हामी त यहाँ कहाँ आयो यार गाइज, यस्तो बाढी भएको ठाउँतिर पो आइपुग्यो त यार। कहाँ बाटो पर्ख केटा हो, पर्ख बाटो यस्तो छ यार। अबै माया, यो चाहिँ फेरि हाम्रो कुकुरै गाइज, कहाँ माथिबाट आएको पछाको गर्छ। कसको कुकुर हो त्यसै थाहा भएन, आमामा पछाको गर्छ। हामी चाहिँ अर्को बाटो आउने भएको पाप भइयो। अब कहाँबाट जाने होला यार। हामी चाहिँ कहाँ आयो गाइस, ला है कुकुर अब आउनु मासकेर नि त यार। घर जा है, घर जा। आयो त आएको पो। कहाँ आइयो गाइस यार, यस्तो भिडतिर भिड आइयो, भिड ल है गाइस। हामी चाहिँ त्यहाँ बादल भएको डाँडादेखि यता डाँडाबाट यता आएको होइन। जङ्गल नजिक हुन्छ भनेर आएको, झन् टाढो रहेछ गाइस। आम्मामा गलेर खुट्टै फ्याँक गइसक्यो गाइस। हाम्रो केटाहरू चाहिँ पर पुगिसक्यो। अघि फाल्टै बाटो आएको, अहिले फाल्टै बाटो गएको त कता यार। यस्तो छ बाटो पनि, हामी जङ्गल आएछौँ। गट्टट कुद्दा यस्तो छ बाटो गाइज। कहाँ आयो यार, टेन्सन छ, जिन्दगी गाह्रो छ। हाम्रो फेरि एउटा साथी चाहिँ कताबाट आएको, हिँडेकै कसको कुकुरको हिँडेकै। हामी चाहिँ कहाँ हिँड्यो भने हाइकिङ पनि, हाम्रो चाहिँ खतरा हाइकिङ के। अरूको चाहिँ खासै हिँड्नु पर्दैन होला, हाम्रो चाहिँ 5 घन्टा जानु, 5 आउनु 5, 10 घन्टा। हाम्रो केटा चाहिँ सर हिँड्दैछ। त भइसक्यो गाइज, हिँड्छु र। ओइ स्याल पो देखि क्या हौ, कस्तो भयो अरे खुट्टा यहाँ यस्तो भइसक्यो।
केटाहरू खुट्टा जस्तो हेरेर तपाईँले जङ्गलमा गट्टर कुदेको देखाएको भए हाम्रो बेइज्जत हुन्थ्यो त्यही भएर नदेखाएको गाइज सबभन्दा फर्स्टमा कुद्ने चाहिँ मै हो सबभन्दा फर्स्टमा कुद्ने चाहिँ मै हो केटाहरू कट्टु फुकालिन्जेल भयो केटाहरू चाहिँ कट्टु फुकाले चाहिँ हुन्छ यार सबभन्दा फर्स्ट कुद्ने चाहिँ मै हो जसले कट्टु फुकाल्यो त्यो मान्छे अगाडि कुद्छ क्या हो त्यसको केटाको कट्टु नफुकाल न भनेको त यार फुकाल्छ लाजी भयो नि कस्तो हिँड्यो कि गाइज आज चाहिँ हामी थकित ज्यान भइसकेको छ सायद हामी आज दिनभरि कति घन्टा हिँड्यौँ जाँदा बिहानदेखि बेलुकासम्म हिँडेकै उफ गलिसक्यौँ गाइज यता चाहिँ हामीले के देख्यौँ भने यहाँ चाहिँ पैसा फलिरहेको देख्यो ओए ओए अधेराज पैसा दिनु नजाने के हो गाइज पैसा त चोर्नु जानुपर्छ के हो यार कस्तो मान्छेको गोजीमा पैसा छैन बोटमा गोजीमा छैन पैसा बोटमा पैसा छ यार के भन्नु र अब के भन्नु र ओइ के भन्नु छ तिमीलाई के भन्नु छैन माछा हेर्न आउनु थकित अवस्थामा छ माछा हामी चाहिँ टक्क पुलतिर लगाइसकेको छौँ सक्नुहुन्छ केटाहरू पनि टक लगाइसकेको छ आज चाहिँ निकै थकित भइयो कि गाइज थकित छ ज्यान होइन थकित छ ज्यान केटा फोटो खिच्दैछ केटाहरू म चाहिँ अगाडि जान चाहन्छु अनि यस्तो पुल दामी छ हामी त आज कहाँ कहाँ घुम्यो गाइज हाइकिङ बब्बाल हाइकिङ भयो आज त हाम्रो गाइज धरानतिर आइसकेको छौँ रात पनि पर्न आँटिसकेको छ गाइज हामी चाहिँ अब टक्कसँग घर पुग्न आँटेका छौँ पासमा छौँ धेरै सङ्घर्षको बाटो हिँडेर हामी आइसकेका छौँ सफलतापूर्वक एउटा ढुकुर छ त्यो चाहिँ लाटो रहेछ जान्दैन पनि अनि आजको मेरो भ्लग चाहिँ यतैतिर राख्ने निर्णय गरेँ तपाईँले अन्तिमसम्म हेर्नुभएको छ भने धन्यवाद तथा मनदेखि नै माया दिन चाहन्छु होइन त गाइज एकदम हो अनि हाम्रो सोल्टी भ्लगलाई चाहिँ यसो भन्दै आजको दिनको भ्लग बिदा गर्न चाहन्छु बाई बाई बाई